दुश्मन फेरेको धेरै जाने भए जामाया कि भइसकेपछि अलिक बढी चाहिँ विदेशतिर चाहिँ बोलाइएको छ। अमेरिकामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अहिले नै शुभकामना पनि भन्न चाहन्छु, किनकि अरू आउँदा फायर हुन्छ भने दुर्गसँग वाइल्ड फायर हुन्छ। साङ्गीतिक यात्रामा लाग्दा अहिले चाहिँ दर्शक श्रोताले माया अमेरिका बोलाउनु भएको छ। अमेरिका मात्र नभएर धेरै विदेशहरू बोलाउनु भएको छ, कति ठाउँबाट गएर गइसक्यो। र हामीले बुझाउनुसार 11वटा कार्यक्रम फिक्स भएको बुझेको छु। अन्य कार्यक्रम के कस्तो हुनेछ म कुराकानी गर्छु। विदेश सुरुमा धेरै धेरै स्वागत गर्छु सम्पूर्ण मिडियामा र शुभयात्रा भन्दैछु हामीलाई। थ्याङ्क यू सो मच सम्पूर्ण मिडिया कर्मी साथीभाइलाई र विशेष गरी मिडिया टिमलाई। ओके, अब जस्तो तपाईँलाई त देश विदेश अहिले त्यो बेला फुर्सद छैन होइन, तपाईँ देश विदेशमा तपाईँ डिमान्ड गर्नुहुन्छ त्यतिखेर होइन। अब अमेरिकाले बोलाएको छ होइन, अमेरिका तपाईँको फर्स्ट टाइम छ यो साङ्गीतिक कार्यक्रम। तपाईँ धेरै देशमा रिपिट हुनुभयो, नेपालका अलमोस्ट जिल्लाहरूमा पुग्नु भएको छ। अब यो कार्यक्रम विषय भन्नुहोस् न, तपाईँ कतिको उत्साहित हुनुहुन्छ कि नेपाल बाहिरका अन्य देश र अमेरिका भन्ने बित्तिकै होइन, स्टेज त स्टेजै हो, नेपाल त नेपालीमा नै हो, तर पनि तपाईँलाई एक किसिमको अलिक फरक अनुभूति भइरहेको छ कि? मलाई चाहिँ अब खासै अब विदेशतिर प्रोग्राम गर्न एकदम मनपर्छ। सक्ने हाल्दिनँ स्वदेशमा त म गरिरहेको हो। अहिले चाहिँ अब पछिल्लो समयमा दुश्मन फेरेको धेरै जाने भए जामाया कि भइसकेपछि अलिक बढी चाहिँ विदेशतिर चाहिँ बोलाइएको छ। किनकि सबै दर्शक नेपाली नेपाली दर्शक श्रोताको माया हो। र यो अमेरिकाको मेरो फर्स्ट म अमेरिका फर्स्टहरू पनि जाँदैछु र धेरै टिकटकदेखि इन्स्टा रिलहरूमा चाहिँ अमेरिका आउनु पऱ्यो विदेशी भनेर धेरैले चाहिँ मलाई बोलाउनु भएको पनि थियो। सायद उहाँकै रिक्वेस्टलाई चाहिँ आयोजकहरूले चाहिँ मनन गर्दै मलाई चाहिँ अफर गर्नुभयो। त्यसको लागि आयोजक टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस विदेशमा राम्रै हुन्छ, जो सब झन् अझ प्यारो भइन्छ, किनकि एउटा नेपाली भेटिने एउटा माहौल पनि एउटा चाहिँ क्रिएट हुन्छ त्यहाँ गइसकेपछि। कति अब समयसम्म भेटघाट नभएको ठाउँ पनि हुन्छ नेपालीहरू, त्यो भएको हुनाले म जाँदाखेरि सबै नेपालीहरू आउनुहुन्छ, हेर्नुहुन्छ, नाच्नुहुन्छ, रमाइलो गर्नुहुन्छ, त्यही त हो नि। ओके, जस्तो मैले भन्दै थिएँ नि तपाईँलाई, जस्तो तपाईँ अलमोस्ट धेरै कन्फ्युज जानु भएको छ होइन, तर अमेरिका भन्ने बित्तिकै तपाईँको मनमा के छ? किनभने मान्छेलाई अमेरिका गएर गाउन पाएँ, नाच्नु पाएँ अथवा भनौँ प्रस्तुति दिन पाएँ भन्ने छ क्या आर्टिस्टलाई होइन। कतिपय त बस्नु जान पाएँ भन्ने हुन्छ नेपाललाई। आर्टिस्टलाई चाहिँ पर्फर्म गर्नको लागि अमेरिका जस्तो कन्ट्रीमा जान पाएँ भन्ने चाहिँ छ। तपाईँलाई चाहिँ त्यो थियो कि थिएन र आज कति वर्षपछि कति समयपछि त्यो पुरा भएको छ? हरेक कलाकारलाई एउटा चाहिँ आफू एउटा चाहिँ गीत गइसकेपछि अब सबै संसारले चिनोस् भन्ने होइन। अवश्य नै अब देश विदेशमा जान पाए, पर्फर्म गर्न पाए त सबैको मनमा हुन्छ होइन। सबैको आउँछ पालो, ढिलो चाँडो हो, कसैको चाँडो आउँछ, कसैको ढिलो आउँछ। म पनि तपाईँको झन्डै 15 वर्षको यो साङ्गीतिक यात्रामा लाग्दा अहिले चाहिँ दर्शक श्रोताले माया अमेरिका बोलाउनु भएको छ। अमेरिका मात्र नभएर धेरै विदेशहरू बोलाउनु भएको छ, कति ठाउँबाट गएर गइसक्यो र कति ठाउँमा पेन्डिङ पनि छ। र यो अमेरिकामा जाँदै गर्दाखेरि चाहिँ म एकदम खुसी पनि छु होइन, किनकि अब त्यहाँ अमेरिकाको धेरै नेपालीहरू दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेटघाट हुने एउटा माहौल। त्यही पनि अब तिहारको बेलामा होइन, गीतहरू तिहारको डनाए डन होइन, ह्याप्पी तिहार जस्तो गीतहरू पनि एकदम खुसी छु। अमेरिकामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अहिले नै शुभकामना पनि भन्न चाहन्छु, किनकि अरू आउँदा फायर हुन्छ भने दुर्गसँग वाइल्ड फायर हुन्छ। यो नछुटाउनु होला भन्न चाहन्छु, किनकि सधैँभरि हामी पनि आउने एउटा चाहिँ हुँदैन होइन। त्यहाँ पनि कार्यक्रम गरिराख्ने पनि आयोजकहरूलाई पनि त्यति टाइम हुँदैन नि त। त्यो भएको हुनाले एउटा टाइम एउटा समय मिलेको कारणले चाहिँ म अमेरिका आउँदैछु। सबैजना चाहिँ रेडी भएर बस्नु होला भन्न चाहन्छु। जस्तो अब तपाईँ यो 15 पनि छु, दिन पनि सक्छु। त्यो भएको हुनाले म योभन्दा अगाडि चाहिँ सायद म अमेरिका जानको लागि योग्य थिएन होला। अहिले चाहिँ अब सबै गीतहरू पनि हेर्छ, सबैजनाले पनि चिन्नुहुन्छ, बच्चादेखि बुढोदेखि वृद्धदेखि सबैजनाले चिन्नुहुन्छ। त्यो भएको हुनाले पनि अहिले योग्य भएर म छनौट भएको हो कि जस्तो पनि लाग्छ। अब जस्तो के हुन्छ भने एकदमै चलेका स्टारहरू जता उतै बस्दिएका इक्जाम्पल पनि छ क्या। तपाईँका लागि अमेरिकाभन्दा ठुलो अरू कुरो हुन्थ्यो भने यही छ होइन तपाईँलाई। तर पनि अडियन्सको क्वेसन यो हुनसक्छ कि कतै दुर्गेश फर्किँदैन कि भन्ने नि प्रश्न हुनसक्छ नि त। त्यो सिनियर म्याक्सिमम् अलि पहिलाको कलाकार हेर्ने पनि फर्केका छैनन् क्या। तपाईँलाई त छैन नि सोच त। म चाहिँ जस्तो मान्छे हो, म अहिलेसम्म कुनै देशमा होइन, म अहिले चाहेको भए युकेबाट सिधै अमेरिका पनि जान सक्थेँ। मलाई नेपाल चाहिँ आउनै पर्छ।
यहाँको स्वच्छ हावापानी र यहाँ नेपाली माटोलाई नटेकेसम्म मलाई ऊर्जै आउँदैन किनकि त्यो जति पनि हुन्छ नि यहाँ आएर लगेर जाने हो कि नेपाली मन नेपाली तन हुन्छ नि त्यो भएको हुनाले म अस्ति युकेबाट पनि नेपाल आएँ म नेपाल आएर लगभग 10-15 दिन चाहिँ म फ्रेस हुनुपर्छ त्यसपछि बल्ल म युएसए आउँछु चाहिँ आयोजकहरूसँग नत्र भने मलाई चाहिँ यस्तो हो अब सकेसम्म चाहिँ आफ्नै नेपालमा गरौँ भन्ने मेरो चाहना हो होइन अब देशको स्थिति यस्तै छ कवि थाहा छ नि त तपाईँलाई होइन त्यो भएको हुनाले अहिले चाहिँ अब नेपालमा गरिरहेको छु नेपालमै पुगिरहेको छ हेरौँ भगवान्को कृपाले दर्शक श्रोताको मायाले यही माया यही साथ भयो भने त सायद विदेशीहरू नपर्ला जस्तो लाग्छ तपाईँलाई विश्व पनि सोच्दा आएन मैले भने नि मलाई अब विदेश आर्मी आफै छोडेर आएको मान्छे त्यो भएको हुनाले नेपालमै प्यारो लाग्छ त्यसमा चाहिँ अब साथीभाइ होइन अडियन्सहरूलाई भेट्न लाग्छ अब रमाइलो गर्न मन लाग्छ विदेशले अब विदेश पनि राम्रै लाग्छ त्यो कन्ट्रीको हिसाबमा चाहिँ कति कन्ट्री पुग्छ तपाईँको यो पर्फर्म गर्ने हिसाबले यो अहिलेसम्म योभन्दा कतिवटा कन्ट्री जानुभएछ याद छ तपाईँलाई अब त अहिले त अब थाहै छैन कति धेरै सुरुमा चाहिँ गरिन्थ्यो होइन अहिले चाहिँ अब अलिक धेरै नै भयो अब मेरो लास्ट म जानु बाँकी भएको चाहिँ यो युके र युएस हो यो पनि अब युके जानुभएको छ युके गएर आइसक्यो अहिले भर्खर